बैतडी खोला हिँड्न आउँदैछ किनभने मेरो घर अलिकति ठम्ब्याउन सजिलो हुन्छ किनभने खोलाकै छेउमा थियो अनि किराती मन्दिरको छेउमा थियो त्यही भएर खोला हिँड्दैछु होपफुली म हामी बसेको घर चाहिँ भेटिन्छ कि भन्ने म यहाँ आशमा हिँड्दैछु हेरौँ अहिले त अब पुरै नचिनिने भएको छ क्याम्पहरू सोच जस्तो छैन इभन बेलडाङ्गी क्याम्प पनि मान्छे छन् र पनि नचिनिने भएको छ भनेपछि त हामी गोल्डाफ हो सबै मान्छेहरू पनि हामी उठेर अर्को क्याम्प सरेको हो झन्डै 10-11 वर्ष नि बितिसक्यो म नआएको यो सखक रुख विशेष गरी यता किराती मन्दिर छेउतिर बस्ने हामीलाई धेरै थाहा छ होला अझै पनि रहेछ यो सखुवाहरू चाहिँ अझै पनि यो देख्दै गरेको अगाडिको 3टा सखुवाको बिचमा चाहिँ हामी एकखुटे हैन गुच्चा ढाइसहरू खेलाउने ठाउँ यहीँनिर यो सखुवा यिनीहरू देख्दै गरेको बिचमा कम्ती हुन्थ्यो आमा कोही बेला पुलिसहरूले खेदाउँदाखेरि दाइहरू त्यो ढाइस लिएर भागेको अझसम्म याद छ मलाई मुढाहरू लिएर भागेको त्यहाँको उतापट्टि चाहिँ गोल ग्राउन्ड थियो क्रिकेट ग्राउन्ड पनि पछि बनाएको थियो यो खोला चाहिँ हाम्रो घरदेखि यता मुनतिरको मैले त्यहाँनिर अलिकति किराती मन्दिर देखे जस्तो लाग्यो म अहिले त्यता पनि जान्छु तर यो खोलाहरू चाहिँ सिधै यता हाम्रो घरदेखि पछाडिको हो किनभने यो सखक रुखहरू देखिन्थ्यो त्यतिखेर अझैसम्म रहेछ सखक रुखहरू एकदम मलाई छक्कै परेँ म यो मेहन्दीको खोल जस्तो छ यो पक्कै पनि हाम्रो क्याम्प हेरे नि चलाएको हो अब यहाँ कोही त बसेको थिएन पुरै खोलाहरू बगाएर लिएर आएको जस्तो छ तिर्पलको अलिकति टुक्रा बैतडी खोलामा अहिले म जस्तै अब हाम्रो घरतिर लाग्दैछु म अघि एकछिन बिसाएर यसो सोच्दै थिएँ पुरै मलाई त म होइन यतैकै मान्छे हो जस्तो फिल भइरहेको थियो मलाई म उता अमेरिकाबाट आएको होइन जस्तो मलाई महसुस नै भएको थिएन किराती मन्दिर पछाडिको पुरै तितेपातीहरू सबै पाउने ठाउँहरू यता यो चाहिँ किरातीहरूको माङ्गिम मन्दिर थियो यो हाम्रो घर चाहिँ त्यहाँबाट यता माथि उकालो चढ्नुपर्छ अब एक्ज्याक्टली ठुम्बाउनु त अब सकिँदैन तर पनि यता थियो है भन्ने चाहिँ हुन्छ अब यता थियो अब सबै घारी भएर अब एक्ज्याक्ट भन्न त सकिँदैन तर यतै कहाँ हाम्रो घर थियो गोल्डाफ क्याम्पमा हुँदाखेरि यहीँनिर यतै कहाँ जहाँनिर 14-15 वर्ष नै मैले बिताएँ यो अलिकति डिल भएकोले गर्दाखेरि चाहिँ मलाई लागेको चाहिँ यो डिलमा थियो किनभने हाम्रो घर अलिकति डिल जस्तोमा थियो अनि यतै कहाँ एकदमै बाल्यकालहरू मैले बिताएको ठाउँहरू एकदमै है मैले यो ठाउँमा यसो घुम्दै जाँदाखेरि मेरो बाल्यपनका साथीहरू मेरो चाइल्डहुड फ्रेन्डहरूलाई सम्झिँदैछु मेरो मसँग गोल खेल्ने भयो एभ्री सिजनमा हुने स्पोर्ट्सहरूमा खेल्ने मेरो साथीहरू मसँग हुर्केको साथीहरूलाई म सम्झिँदैछु एकदमै हामी टचमा नरहे पनि तर जो साथीहरूसँग बाल्यकालमा हुर्क्यौँ जे गऱ्यौँ आज म सम्झिँदैछु उनीहरूलाई अहिले कतिजनासँग त सम्पर्क छैन तर धेरैजनासँग सम्पर्क छ तर पनि म एकदमै है जहिले नै ती मेरो साथीहरूले चाहिँ सम्झन्छु अनि आज पनि वान मोर टाइम फेरि यो दृश्यहरू यो सबै हेर्दै गर्दाखेरि क्याम्पको याद आयो पहिले हामीले गरेको तिता मिठा हैन कति बाज्यौँ कति रोयौँ कति हाँस्यौँ हैन कति जोक मार्यौँ सबै कुरा गऱ्यौँ आज एकदमै मलाई याद आउँदैछ गोल खेल्यौँ क्रिकेट खेल्यौँ सिजनमा खिस्टा हुन्थ्यो खिस्टा खेल्यौँ स्याम्पोको सलाइको खोल टिनको टाप्रा गुच्चा इत्यादि अब हैन अब चुङ्गी हुन्थ्यो त्यहाँदेखि अब पिट्ठु हुन्थ्यो छोई भन्ने हुन्थ्यो लुकामारी हुन्थ्यो एकदमै त्यो कुरा खेलेको अब याद आउँछ है एकदमै नराम्रो लाग्छ अब सबैजनालाई क्याम्प छोडेर जाने त इच्छा कहाँ थियो र तर सबैजना आफ्नो भविष्यको लागि हामी सबैजना गयौँ अनि हामी धन्यवादी पनि छौँ एकदमै हामीलाई सरकारहरूले त्यो ठाउँमा हामीले पुर्याएका छन् जुन ठाउँमा हामी केही गर्न सक्थ्यौँ हिजो आज हामी यहाँ थियौँ तर पनि है केही नै गर्न सक्थेनौँ हामीसँग सुन्दर भविष्य सजाउने हामीसँग उपायहरू थिएन हामीसँग सिप कला सबै भए पनि हामीलाई यहाँको संस्था यहाँको सरकारहरूले यहाँको परिभाषाहरूले हामीलाई दिन्थेन तर आज हामी त्यो ठाउँमा छौँ जहाँनिर हामी जे कुरा गर्न सक्छौँ जति नै हामी जहाँ गए पनि जस्तो अवस्थामा भए पनि हामी जन्मेको हाम्रो
ठाउँलाई चाहिँ नबिर्सौँ, किनभने यो ठाउँबाट हामी हुर्केर गएको, यो ठाउँबाट हामी भएर गएको हो। यता लाग्छ मलाई माथि सिटुतिर अचाजा अङ्कलहरूको घरहरू, अब मलाई चिन्ने साथीहरू टेकेहरू भन्थे म। र मन्दिर हो भनेपछि किराती मन्दिर हो भन्ने छ। अब हजुरहरूले नै अनुमान गर्नु होला हजुरको घर कहाँ पर्छ। म यसो एकचोटि सरर देखाइदिन्छु। यता अलिकति डाँडा छ, अनि कतिजनाको घर अलिकति डाँडामा थियो, कतिजनाको गहिरीहरूमा थियो। तपाईँहरूले नि यसो अनुमान लाउनुहोस्। र मलाई त अनुमान लाउन कति गाह्रो हुन्छ। मैले मेरो घर पनि अलिक अनुमान नै मात्र लगाइरहेको छु। अब यतिका तपाईँहरूको पहिलो घर थियो है, एकदमै ताजा छ सम्झनाहरू। यता चाहिँ अब माथि मेरो बिचमा रबिनहरूको घर, हर्केहरूको घर, विनोद भयो, अनि तारा दिदीहरू, पुष्पीहरू, यता घरहरू यता थियो जस्तो लाग्छ मलाई मेरो अनुमानमा। अब मेरो यो गेस मात्र हो, किनभने मैले मेरो घरैबाट गेस गरेर आएको छु सबै। हाम्रो यो घर पछाडि त किराती मन्दिर पछाडिको यो सक्खा रुखहरू अझैसम्म छ। अब यता डाँडामा चढ्न आँटेको त्यो गोल ग्राउन्डतिर, क्रिकेट फिल्डतिर माछा मारेको जस्तो छ यहाँनिर, पुरै छेकेको यस्तो थुनेर माछा मारेको जस्तो छ यहाँनिर। यो यता चाहिँ गोल ग्राउन्ड अथवा क्रिकेट ग्राउन्ड, जहाँनिर क्रिकेट पनि हुन्थ्यो एकदम बस्तीकोसँग र हाम्रो गोल्डापको हुन्थ्यो, एकदमै हेरिन्थ्यो क्रिकेट म्याच, पुरै बाजीको हुन्थ्यो। पछि त उता माथि भयो, तर पहिले यहाँ हुन्थ्यो। दाइहरूले कम्ती मेहनत गर्नु हुन्थेन क्रिकेट फिल्डको लागि, गोल पनि हुन्थ्यो। हामी गोल खेल्थ्यौँ यहाँनिर, वान डे म्याच हुन्थ्यो कोही बेला सानो सानो, अनि 2टा टिमको हुन्थ्यो। यहाँ चाहिँ त्यो गोल ग्राउन्ड क्रिकेट ग्राउन्ड यस्तो भएको छ अहिले, त्यो किराती मन्दिर पछाडिको उता माथि च्यान डाँडा, यता ल्याउने कतिजनाले थाहा छ अङ्गेरी। अहिले यस्तो भएको चाहिँ सबै गोलग्राउन्ड अहिले यस्तो भएको छ, चिन्नै सकिँदैन। पुरै हात्ती आउँछ अरे यहाँनिर। यता माथितिर चाहिँ च्यान डाँडा मान्छेहरू गाड्थे, त्यहाँदेखि उता क्रिकेट खेल्ने पाठा गोठ यतातिर, यो माथितिर हो। यहाँनिर हामी केटा भर्सेस केटी कम्पिटिसन कुद्नेहरू खेल्थ्यौँ हामी। यता हामी बेसिकली यता हामी किराती मन्दिर साइडको, अनि त्यहाँदेखि यहाँनिर चट्टीहरू पनि बनाएको थियौँ पछि हामीले। अनि त्यहाँदेखि एकदमै यहाँनिर म्याच पनि हुन्थ्यो कोही बेला, अब खाताको भयो, पैसाको पनि कोही बेला अलिअलि हामी यहाँ गेमहरू खेल्थ्यौँ। अहिले यस्तो भएको छ पुरै यो चाहिँ ग्राउन्ड चाहिँ अहिले यस्तै रहेछ। यता चाहिँ त्यति अब घारी रहेछ, अलिक समय रहेछ, तर यता हेर्नुहोस् नि, यहाँ यो पनि ग्राउन्डै थियो नि पहिले, तर यो पनि घारी भएछ पुरै। सखको रुखहरू अरू सबै रुखहरू एकदमै अहिले जस्तो त्यस्तै छ।